नमस्कार। लौकथा प्रतिष्ठान नेपालको विशेष लौकथा वाचन विमर्श कार्यक्रम लिएर म उपस्थित भएको छु। वर्तमान समयमा हाम्रो महान पर्व दशैं बिदाबारी भएर गइरहेको छ। यसै सन्दर्भमा हामीले प्राकृतिक विपत्तिहरू बेहोर्यौं। ठुलो जनधनको क्षति भयो। यो 82 साल चाहिँ हाम्रो लागि अनौठो वर्ष भयो। यसमा हामीले धेरै धनजनको क्षति बेहोरिरहेका छौं। यो प्राकृतिक विपत्तिलाई हामीले रोक्न सक्दैनौं, तर न्यूनीकरण गर्न सक्छौं आफू सतर्क रहेर। यसमा नेपाल सरकार बढी चनाखो भएर जनचेतनामूलक कार्यक्रमहरू गरेर जनतालाई सुसूचित गरिरहेको अवस्था छ र यसबाट हामी धेरै सतर्क भएर कार्य सम्पादन गर्दै आएका छौं। यसै सन्दर्भमा भन्नुपर्ने धेरै कुराहरू हुन्छन्, तर लौकथा प्रतिष्ठान नेपालले आफ्ना स्रष्टा विशेष सर्जकहरूलाई सम्मान स्वरूप लौकथा विमर्श कार्यक्रम गर्दै आएको छ। यसै सन्दर्भमा जन्मोत्सव विशेष कार्यक्रम आज म विशेष वाचन लिएर आएको छु। म हुँ नन्दलाल आचार्य, लौकथा प्रतिष्ठान नेपालको एक व्यवस्थापक सदस्य र आजको कार्यक्रमलाई लाइभमा नभएर अफलाइनमा वाचन भइरहेको छ। यो हामीले युट्युबमा समेत यसको भिडियो प्राप्त गर्न सक्छौं। त्यहाँ गएर पनि आफ्नो कुराहरू हेर्नलाई, आफ्ना कुराहरू भन्नलाई अनुरोध गर्दछु। यो जन्मोत्सव विशेष लौकथा वाचन तथा विमर्श कार्यक्रममा हामी कहाँ 5 जना सर्जक मित्रहरू हुनुहुन्छ। असोज महिनामा जन्मदिवस परेका 5 जना स्रष्टाहरूको म नामावली वाचन गर्न गइरहेको छु। अन्जु शर्माको असोज 20 गते, किरण आचार्यको असोज 19 गते, गंगा खड्काज्यूको असोज 19 गते, भोजराज रेग्मी मुखालेज्यूको असोज 17 गते, लक्ष्मण ग्यावालीज्यूको असोज 15 गते जन्मदिवस परेको थियो। उहाँहरूको जन्मदिवसको अवसरमा एक-एकवटा लौकथाको वाचन र विमर्शलाई लिएर म यहाँ उपस्थित भएको छु। लौकथा मुस्कान अन्जु शर्माज्यूको वाचन विमर्श हुनेछ। लौकथा जिम्मेदारी किरण आचार्यज्यूको वाचन विमर्श हुनेछ। लौकथा पहिचान गंगा खड्काज्यूको वाचन विमर्श हुनेछ। त्यस्तै लौकथा रिङ्गटा भोजराज रेग्मी मुखालेज्यूको वाचन विमर्श हुनेछ। त्यस्तै लौकथा शहादत लक्ष्मण ग्यावालीज्यूको वाचन विमर्श हुनेछ। अब यति भन्दै म जन्मोत्सव विशेष 5 कलम 5 संवेदना लौकथा प्रतिष्ठान नेपालको 5 कलम 5 संवेदना शीर्षकको यो लौकथा प्रस्तुति कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। असोजका 5 बिहानी आज शब्दको सुगन्धले महकिएका छन्। अन्जु शर्मा, किरण आचार्य, गंगा खड्का, भोजराज रेग्मी मुखाले र लक्ष्मण ग्यावालीका कलमहरू जीवित जीवनका चित्र हुन्, जहाँ पीडा पनि कविता बन्छ र सन्देश पनि लौकथा। 1. अन्जु शर्माको मुस्कान लौकथामा जलेको चिताभित्र पनि जीवनको उज्यालो खोज्ने नारी चेतको शाश्वत प्रतिवाद हो, जसले मृत्युको सच्चाइमा जीवनको सुन्दरता खोज्छ। त्यसै गरेर 2 नम्बरमा किरण आचार्यज्यूको जिम्मेवारी लौकथाले घरको बोझले समाजको नैतिकता कसरी बेचिन्छ भन्ने कठोर यथार्थ उद्घाटन गरेको छ, जहाँ एक बाबुको अपराध र छोरीको अशिक्षा एउटै नालामा बग्छ। त्यस्तै तेस्रो लौकथा गंगा खड्काको पहिचान शीर्षकको लौकथामा स्त्री बौद्धिकताको उज्यालोमा प्रेमको कृतज्ञ संवाद छ।
जहाँ चुरा होइन सृजनाले पहिचान पाउँछ। चौथो, भोजराज रेग्मी मुखालेज्यूको रिङटा शीर्षकको लघुकथामा व्यङ्ग्यको धारिलो आर्सामा मानवीय दर्प झल्किन्छ। परको पीडामा उपदेश दिने हात, आफ्नै आँसुमा डुब्ने चित्र छ। त्यस्तै पाँचौं, लक्ष्मण ग्यावालीज्यूको शहादत लघुकथामा युवा रगतको प्रतिवाद हो, जसले गोलीको आवाजमा पनि देशप्रेमको शपथ पढ्छ। यसरी हामीले 5 वटा लघुकथाहरू आज अगाडि बढाउनेछौँ। यी 5 लघुकथाहरू जन्म दिवसको उपलक्ष्यमा सङ्कलन गरिएको, वाचन गरिएको, विमर्श गरिएको हो। 5 दृष्टि 5 युगको प्रतीक हुन्, जहाँ कथा चेतना बनेर उठ्छ, शब्दले शपथ लिन्छ र सृजना शहादत जस्तै अविनाशी रहन्छ। जहाँ कथा चेतना बनेर उठ्छ, शब्दले शपथ लिन्छ र सृजना शहादत जस्तै अविनाशी रहन्छ। जन्मोत्सवमा 5 कलमप्रति शब्दको फूल अर्पण। तपाईहरूको कलम जिउँदो रहोस्, भावना सधैँ सशक्त रहोस्। जन्मदिवसको लघुकथा प्रतिष्ठान नेपालको तर्फबाट हार्दिक शुभकामना। अब म वाचन गरिएका लघुकथाहरू, पहिले घोषित लघुकथा र तिनको विमर्श प्रस्तुत गरिरहेको छु। जन्मदिवस असोज 20 गते आज परेको अवसरमा अन्जु शर्मा ज्यूको लघुकथा मुस्कानको वाचन र विमर्श यसरी प्रस्तुत गरिरहेको छु। लघुकथा मुस्कान यसरी अगाडि बढ्छ। हर्कप्रसादको अन्तिम श्वास बन्द भयो। तुलासाको मोठ नजिकै लिपपोत गरेर उनको लास राखिएको थियो। यता चमेली डाको छोडेर रुन थाली। भरपुर जवान छोरी रोएको देखेर चमेलीकी आमा आश्चर्य भइन्। उनले छोरीलाई सुमसुम्याउँदै सोधिन्, छोरी, तिमी रुनुको रहस्य के हो? बुझ्न सकिन नि? आमा, यी मान्छेलाई मेरो जीवनप्रति किन ईर्ष्या छ? मैले मेरो पूर्ण जीवन किन जिउन नपाउने? यो घरको मान्छेको मृत्यु भएको छ। अब मलाई मेरा परिवारबाट थुतेर त्यो लासमा लगेर चढाउँछन्। चमेलीले गुनासो पोखी। तिम्रो सुन्दरता र जवानीले तीनै लोकमा सुवास छरेको छ। त्यसैले कहिले लास सजिएर त कहिले मठ मन्दिरमा सजिएर तिमी भगवानको चरणमा जान्छौ। मृत्यु त तिम्रा दाजुभाइले छाटिएर काटिएर ओइलिएर गर्ने गर्छन्। आमाले प्रश्न पारे। आमाका कुरा सुनेर चमेली मुसुक्क मुस्कुराई। मुस्कानभित्र चमेलीको जवानीको रङ छर्लङ्ग देखिन्थ्यो। रातो पुल काठमाडौँ। यो साभार लघुकथा संसार वैशाख 2082। यसरी लघुकथा अन्त्य भएको छ। लघुकथा आमाका कुरा सुनेर चमेली मुसुक्क मुस्कुराई। मुस्कानभित्र चमेलीको जवानीको रङ छर्लङ्ग देखिन्थ्यो भनेर टुङ्ग्याएको छ। यो लघुकथालाई विमर्श यसरी गर्ने प्रयास गरेको छु। अन्जु शर्माको मुस्कान नेपाली लघुकथामा स्त्रीको अस्तित्व, सौन्दर्य र सामाजिक नियन्त्रणको गहिरो विमर्श प्रस्तुत गर्ने कलात्मक र तीव्र रचना हो। बाह्य स्वरूपमा यो कथा एक शोक दृश्यको पृष्ठभूमिबाट आरम्भ हुन्छ। हर्कप्रसादको मृत्यु, लिपपोत गरिएको मोठ र रुँदै गरेकी चमेली। तर यस बाह्य घटनाभित्र लुकेको मुख्य कथा भने नारी स्वतन्त्रताको घुटन हो, जसले सुगन्धको प्रतीक बनेकी युवतीलाई समाजले लाससँग बाँध्ने परम्परागत रीतिमा बाँध्न खोजेको छ।
कथाले प्रारम्भमै मृत्यु र जीवन बीचको विरोधाभास सिर्जना गर्छ। चमेलीको आँसुले शोकको सामान्य होइन, विद्रोहको छाया बोकेको छ। जब आमाले सोध्छिन् रुनुको रहस्य के हो, त्यो प्रश्नले कथा खुलाउँछ। चमेलीको जवाफले नेपाली समाजका सती संस्कार, नारी देह नियन्त्रण र पुरुष केन्द्रित सोचमाथि तीखो प्रश्न उठाउँछ। मलाई मेरा परिवारबाट थुतेर त्यो लासमा लगेर चढाउँछन् भन्नु नारीको जीवन अधिकारमाथिको हिंस्रक समाजको व्याख्या हो। अन्जु शर्माले यहाँ मुस्कानलाई अत्यन्त शक्तिशाली प्रतीकका रूपमा प्रयोग गरेकी छन्। अन्त्यतिर जब आमाका कठोर परम्परागत वाक्यहरू पनि चमेली सुनेर मुसुक्क मुस्कुराउँछे, त्यो मुस्कान केवल अनुहारको भाव होइन, त्यो मुस्कान केवल अनुहारको भाव होइन, नारी चेतनाको सशक्त रूप हो। त्यो मुस्कानमा विरोध पनि छ, व्यङ्ग्य पनि छ, आत्मबोध पनि छ। लघुकथा समाप्त हुँदा पनि पाठकको मनमा एक किसिमको प्रश्न आइरहन्छ, के त्यो मुस्कान आत्मस्वीकृतिको प्रतीक हो वा समाजप्रतिको व्यङ्ग्य? लघुकथाको भाषा नितान्त सजीव छ। लघु वाक्य, भावनात्मक तनाव र रूपक संवादले लघुकथा बोलाउँछ। तुलसीको मोठ, चमेलीको नाम, लास र मुस्कान यी सबै बिम्बहरू एक अर्कासँग गाँसिँदै स्त्री जीवनको दारुण सत्य उद्घाटित गर्दछन्। खास गरी सुन्दरता र जवानीले तिनै लोकमा सुवास छरेको छ भन्ने वाक्यले पुरुष दृष्टिको अधिनायकीपनलाई नग्न रूपमा देखाउँछ। अन्जु शर्माको कलम यहाँ न त अधिक भावुक छ, न त शाब्दिक प्रदर्शनमुखी छ। उनको अभिव्यक्ति सन्तुलित, संवेदनशील र प्रतीकात्मक छ। यही कारणले मुस्कान केवल शोक कथा होइन, यो नारी अस्तित्वको पुनर्व्याख्या हो। लघुकथा छोटो भए पनि यसको गहिराई दीर्घ उपन्यास जत्तिकै छ। शैलीगत दृष्टिले पनि अन्जु शर्माले संवाद प्रधान संरचना चुनेकी छन्। संवादहरूमा नै कथा निर्माण, चरित्र निर्माण र अन्त्यको सौन्दर्य टाँसिएको छ। माताको वाक्यहरूले पुरातन सोचको जालो देखाउँछन् भने छोरीको अन्तिम मुस्कानले त्यो जालोमा आगो बाल्छ। मुस्कानमा मृत्यु र जीवन, दमन र सौन्दर्य, परम्परा र चेतनाको द्वन्द्व भेटिन्छ। त्यही द्वन्द्वले कथा सजीव बनाउँछ। अन्त्यमा चमेली मुस्काउँदा पाठकको मनमा पीडा, प्रश्न र आशा एकसाथ जाग्छ। यो लघुकथा आधुनिक नारी चेतनाको एउटा शालीन र कलात्मक उद्घोष हो, जहाँ मुस्कान हाँसो होइन, प्रतिरोध हो। त्यसैले मुस्कानले नेपाली लघुकथामा नारीलाई केवल पीडित होइन, विचारशील र अभिव्यक्ति सम्पन्न पात्रका रूपमा स्थापित गरिएको छ। यति भन्दै आज असोज 20 गते जन्मदिवस परेको अवसरमा लघुकथा प्रतिष्ठान नेपाल परिवार र व्यक्तिगत म नन्दलाल आचार्यको तर्फबाट अन्जु शर्मा म्याडमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ। धन्यवाद। मैले अन्जु शर्माज्यूको लघुकथा वाचन र विमर्श सकेँ। अब दोस्रो लघुकथा जिम्मेदारी किरण आचार्यज्यूको छ। उहाँको जन्मोत्सव असोज 19 गते परेको थियो। उहाँको लघुकथा यसरी अगाडि बढेको छ। अख्तियारबाट मुद्दा अदालतसम्म पुग्ने पक्का भएपछि हताश भएका माल अड्डा प्रमुख दीननाथसँग छलफल गर्न प्रहरीका एसपी दलबहादुर अख्तियार, प्रमुख झोराब सिंह र न्यायाधीश हर्कमान एक होटलमा भेला भए। छलफल सुरु हुनासाथ न्यायाधीश हर्कमानले गम्भीर स्वरमा प्रश्न गरे, भ्रष्टाचार गर्नु हुँदैन भन्ने राम्रोसँग बुझ्दा बुझ्दै तपाईँ जस्ता योग्य मान्छेले यसरी
गलत काम किन गर्नुभयो? दीनानाथको मुख निस्तेज भयो, आँखा रसाए। दुवै हात जोड्दै विचलित स्वरमा उनले भने, ठिक भन्नुभयो हजुर, तर हाम्रो समाजमा परिवारको सम्पूर्ण जिम्मेवारी पुरुषमाथि नै हुन्छ। आमा बाबु, श्रीमती, सन्तान सबैलाई पाल्नुपर्छ, घर जग्गा जोड्नुपर्छ, तलबले मात्र त सम्भव हुँदैन भन्ने कुरा तपाईहरूले पनि जान्नुहुन्छ। केही बेरको तिक्त बहसपछि अन्ततः कुरा सम्झौतामा टुङ्गियो। मुद्दा अदालतसम्म नलैजाने भित्रभित्रै लेनदेन गरेर मिलाउने सहमति भयो। त्यसपछि राहत अनुभव गरेका दीनानाथले होटलमै सबैलाई भोज खुवाए, महँगा रक्सी मगाए। भोज सकिए लगत्तै उनीहरू मसाज सेन्टर जाने तयारीमा थिए। त्यति बेलामा दीनानाथको मोबाइल बज्यो। फोन उनकी श्रीमतीको थियो। उनले चिन्तायुक्त स्वरमा भनिन्, तपाईको बैठक अझै सकिएको छैन? छोरी भोलिदेखि विद्यालय जान्न भन्ने अडानमा छ। दीनानाथ अचम्म परे। किन त? फोनको पल्लो तर्फबाट रुँदै उत्तर आयो, विद्यालयको शुल्क नतिरेको 3 महिना भयो भन्ने तपाईलाई थाहा छैन? घर त लोग्ने मान्छेलाई चाहिँदैन जस्तो पो भयो। बिर्कुटीनगर, नेपालगञ्ज, 2081 असोज 13 गते भनेर लघुकथा समाप्त भएको छ। यो लघुकथाको विमर्श मैले यसरी प्रस्तुत गरेको छु। किरण आचार्यको जिम्मेदारी एक यस्तो लघुकथा हो जसले समाजमा व्याप्त नैतिक पतन र दोहोरो चेतनाको कथा अत्यन्त संयत र तर तीक्ष्ण ढङ्गले प्रस्तुत गरेको छ। यो लघुकथा केवल एक व्यक्तिको भ्रष्टाचार कथा मात्र होइन, समग्र सामाजिक मानसिकताको पर्दाफास हो, जहाँ जिम्मेवारीको नाममा अपराधलाई वैधता दिइन्छ र आचरणभन्दा देखावटी धर्मनिष्ठा ठुलो ठानिन्छ। लघुकथाको आरम्भ नै रोचक छ। अख्तियार, प्रहरी र न्यायाधीश 3 निकायका प्रतिनिधिहरू एकै ठाउँ भेला भएको दृश्य पाठकलाई तुरुन्तै नैतिक तनावको परिवेशमा पुर्याउँछ। छलफल गर्न भन्ने सामान्य वाक्यभित्र लुकेको भ्रष्टाचारको सङ्केतले लघुकथा तुरुन्तै सामाजिक यथार्थको दिशातर्फ डोर्याउँछ। लघुकथाको स्वरूप सानो भए पनि यसको छाया ठुलो छ। यो सानो कोठाभित्र पुरै मुलुकको चरित्र उदाङ्गो हुने गरी देखाएको छ। न्यायाधीश हर्कमानको सोधाइ, बुझ्दा बुझ्दै गलत काम किन गर्नुभयो? एक सामान्य नैतिक प्रश्न जस्तो लागे पनि त्यसपछि दीनानाथको उत्तरले सम्पूर्ण लघुकथाको नैतिक आधार हल्लाउँछ। उनले भनेका छन्, सम्पूर्ण जिम्मेवारी पुरुषमाथि नै हुन्छ। यही कथाको शीर्षकसँगको कलात्मक गाँठो हो। यहाँ जिम्मेवारी कुनै आदर्श होइन, अपराधको औचित्य हो। यो समाजले पुरुषमाथि थोपरिएको आर्थिक दायित्व र त्यसकै नाममा पलाएको भ्रष्ट मानसिकताको मनोविश्लेषण हो। कथामा दीनानाथको चरित्र अत्यन्त जीवन्त रूपमा उभिएको छ। उनी भ्रष्ट छन्, तर केवल भ्रष्ट होइनन्, उनी समाजले सिर्जना गरेको दोषको पात्र हुन्। आफ्नो परिवार, सन्तान, प्रतिष्ठा र भविष्यका लागि अनैतिक बाटो रोज्ने उनको विवशता नै यस कथाको भावनात्मक केन्द्र हो। यद्यपि लेखकले सहानुभूति होइन, आत्मदर्शन खोजेका छन्, किनकि जिम्मेवारी कहिले पनि अपराधको रक्षा ढाल हुन सक्दैन। लघुकथाको संरचना पनि कलात्मक छ। सुरुमा नैतिक प्रश्न,
बीचमा सम्झौता र अन्त्यमा जीवनको विडम्बनाले लघुकथा त्रिकोणीय रूपमा अघि बढेको छ। अन्त्यको मोड जहाँ दीननाथले भ्रष्टाचारको समाधान गरेर राहतको सास फेर्दैछन्, तर त्यही बेला छोरीको विद्यालय शुल्क तिर्न नसकेको खबर सुन्छन्। लघुकथाको चरम विडम्बना हो। यहाँ लेखकले कुनै ठुलो भाषण दिएका छैनन्, तर यही एक संवादले जिम्मेवारी शब्दको सारा अर्थ उल्टाइदिन्छ। जसले घर चलाउन भ्रष्टाचार गर्यो उसले नै घरलाई शिक्षाबाट वञ्चित गरिरहेको छ। भाषा शैली सरल र तीक्ष्ण छ। आचार्यले अति कम शब्दमा एक विशाल यथार्थ खडा गरिनु भएको छ। संवादहरू जीवन्त छन्। लघुकथामा दृश्य चित्रण कम छ तर अर्थ घनत्व अत्यधिक छ। कुनै पनि वाक्य अनावश्यक छैनन्। सबै वाक्य लघुकथाको नैतिक गतिलाई अघि बढाउने खालका छन्। यो लघुकथा केवल व्यक्तिको पतन होइन, संरचनाको पतन हो। अख्तियार, प्रहरी र न्यायालय तीनवटै संस्थाहरूले अपराधलाई भित्रभित्रै मिलाउने सहमति जनाउँछन्। त्यसपछि भोज, रक्सी र मसाज सेन्टरको उल्लेखले राज्यका आधारस्तम्भहरूको नैतिक मृत्यु उद्घाटित गर्दछ। तर लेखकले अन्त्यमा एउटै फोन संवादद्वारा सम्पूर्ण दृश्य उल्टाइदिएका छन्, जहाँ पारिवारिक असफलता नै सबै भ्रष्टाचारको मूल कारण ठहरिन्छ। जिम्मेवारीको कलात्मकता यही विरोधाभासमा छ। जहाँ नाम जिम्मेवारी छ तर काम दायित्वको अपमान हो। पात्रहरू समाजका उच्च तहका मान्छे हुन् तर आचरण तल्लो तहको छ। यसले पाठकलाई विचार गर्न बाध्य पार्छ। के जिम्मेवारी नै अर्थ केवल परिवार पाल्नु मात्र हो? के जिम्मेवारीको अर्थ केवल परिवार पाल्नु मात्र हो? के देश, समाज र आत्मासँगको जिम्मेवारी छुट्याउन सकिन्छ? किरण आचार्यले यहाँ लघुकथा होइन, ऐना देखाएका छन्। त्यो ऐनामा हाम्रो समाजको अनुहार झल्किन्छ, जसले जिम्मेवारीको नाममा अनैतिकतालाई संस्कार बनाइदिएको छ। त्यसैले जिम्मेवारी कुनै उपदेशात्मक लघुकथा होइन, यो नैतिक विवेकको प्रश्न हो। जहाँ न्यायालय मौन छ, प्रहरी सम्झौता गर्छ र अख्तियार भोजमा रमाउँछ। जिम्मेवारी कुनै उपदेशात्मक लघुकथा होइन, यो नैतिक विवेकको प्रश्न हो। जहाँ न्यायालय मौन छ, प्रहरी सम्झौता गर्छ र अख्तियार भोजमा रमाउँछ। यो लघुकथा नेपाली समकालीन यथार्थको एक शुद्ध प्रतिबिम्ब हो। सही अर्थमा एक नैतिक दस्तावेज हो। यति भन्दै असोज 19 गते जन्मदिवस परेको अवसरमा मैले अहिले यो जिम्मेवारी लघुकथा वाचन र विमर्श गरेर सिद्ध्याएँ। यही लघुकथा मार्फत लघुकथा प्रतिष्ठान नेपाल परिवार र म नन्दलाल आचार्यको तर्फबाट किरण आचार्यज्यूलाई हार्दिक बधाई, हार्दिक शुभकामना, जन्मोत्सवको हार्दिक शुभकामना व्यक्त गर्दछु। अब म तेस्रो लघुकथा अर्थात् पहिचान शीर्षकको लघुकथा गङ्गा खड्काज्यूको वाचन गर्न गइरहेको छु। उहाँको जन्मदिवस असोज 19 गते नै परेको थियो। सोही अवसरमा यो लघुकथा वाचन र विमर्श भइरहेको छ। बुढी, तिम्रो साथ र सहयोगले मैले लोकसेवा आयोगको परीक्षामा अधिकृतमा नाम निकाल्न सफल भएँ। म यस पटकको पहिलो दशैं पेस्कीमा केही रकम थपेर तिमीलाई सुनको चुरा बनाइदिन्छु, दीपकले सृजनालाई भने। सुनको भाउले आकाश छोएका बेला नि कसले सुन बनाउँछ र? बरु चुरा बनाइदिने पैसाले मेरो कविता सङ्ग्रह प्रकाशित गरिदिनुस् न, सृजनाले जोसिँदै भनिन्। दीपक केही बेर घोरिएर भने,
तिम्रा कुरा पनि ठिकै छन्, तर तिम्रा दिदीबहिनी सधैँ गरगहनाले झपक्क भएर हिँड्छन्। मैले भने एउटा चुरा पनि बनाइदिन डट। दीपकको कुरा बीचमै काट्दै सृजनाले भनिन्, गहना लगाएर को ठुलो भएको छ र? सृजनाको समझदार कुराले दीपकलाई खुसी लाग्यो। यति बुझकी श्रीमती पाएकामा उनी हर्षले गदगद भए। उनले फेरि सृजनालाई सम्झाउँदै भने, किताब पनि पछि निकालौँला, अहिलेलाई चाहिँ तिम्रो लागि एउटा चुरा नै बनाइदिने साह्रै रहर छ बुढी। सृजनाले कृतज्ञ भाव व्यक्त गर्दै दीपकलाई भनिन्, गहना त लगाउँजेल मात्रै मान्छेले देख्ने हुन्, तर कीर्तिलाई त मरेपछि पनि लोकले देख्छ। त्यसैले यसपटक त किताब नै निकाल्ने हो बुढा। बुढा नीलकण्ठ, काठमाडौँ, 2082 असोज 13 गते भनेर लेखिएको लघुकथा यहाँ अन्त भएको छ। अब म यो लघुकथाको विमर्श यसरी प्रस्तुत गरिरहेको छु। गङ्गा खड्काको पहिचान शीर्षकको लघुकथा आधुनिक नेपाली समाजमा नारी चेतना, सृजनात्मक स्वत्व र जीवन दृष्टिको पुनर्परिभाषा प्रस्तुत गर्ने एउटा सशक्त लघुकथा हो। लघुकथामा सतही रूपमा पति पत्नी बीचको सानो संवाद देखिन्छ, तर त्यस संवादभित्र समग्र समाजमा महिलाको अस्तित्व र पहिचानबारे उठाइएको ठूलो प्रश्न लुकेको छ। खड्काले अत्यन्त शालीन र यथार्थपरक ढङ्गले एउटा असल परिवारको अन्तर्संवाद मार्फत स्त्री अस्तित्वको चेतना उद्घाटित गरेकी छन्। लघुकथाको आरम्भ दैनिकीको सहज दृश्यबाट हुन्छ। दीपकको उन्माद, जसले लोक सेवा पास गरेको गर्व बोकेको छ, र सृजनाप्रतिको उसको आभार। यहाँ लेखकले दैनिकीलाई नै लघुकथामा प्रवेशद्वार बनाएका छन्, जसले लघुकथालाई विश्वसनीयता दिन्छ। तर जब दीपकले पुरस्कार स्वरूप श्रीमतीलाई सुनको चुरा बनाउने इच्छा प्रकट गर्छन्, लघुकथा सामान्य वैवाहिक प्रसङ्गबाट अचानक चेतनाको संवादतर्फ मोडिन्छ। सृजनाको उत्तर, बरु चुरा बनाइदिने पैसाले मेरो कविता सङ्ग्रह प्रकाशित गरिदिनुहोस्। यो एक सामान्य वाक्य होइन, यो नारी सृजनाको उद्घोष हो। यहाँ गङ्गा खड्काले परम्परागत समाजमा नारीको आत्मप्रत्ययको समाजलाई अत्यन्त सन्तुलित तर तीक्ष्ण रूपले चित्रण गरेकी छन्। सृजनाको चरित्रले हामीलाई सम्झाउँछ, नारी पहिचान गहना वा सौन्दर्यमा होइन, सृजनामा हुन्छ। नारी पहिचान गहना वा सौन्दर्यमा होइन, सृजनामा हुन्छ। दीपकको प्रतिक्रियाले समाजको स्थूल मानसिकता प्रकट गर्छ। ऊ सजिलै भनिदिन्छ, तिम्रा दिदीबहिनीहरू झपक्क भएर हिँड्छन्। मैले भने एउटा चुरा पनि डट। यही वाक्यले पुरुष दृष्टिको सांस्कृतिक परम्परा उद्घाटित गर्छ। उसले सृजनालाई माया गर्छ, आदर गर्छ, तर अझै पनि उसले नारीलाई अलङ्कारका दृष्टिले हेर्दछ, व्यक्तित्वका दृष्टिले होइन। सृजनाको अर्को उत्तर, गहना लगाएर को ठुलो भएको छ र? लघुकथाको आत्मा हो। यो संवाद छोटो भए पनि यसले दशकौँ लामो समाज संरचनाको आलोचना गर्छ। यहाँ गङ्गा खड्काले नारीलाई विरोधको स्वरमा होइन, बुझाइको स्वरमा बोलाएकी छन्। सृजनाको बोली विद्रोह होइन, विवेक हो। यही विवेकले लघुकथा सौन्दर्यमय बनेको छ। लघुकथाको अन्त्यमा दीपकको परिवर्तन देखिन्छ। उनी भावनात्मक रूपमा प्रभावित छन्।
तर लेखकले उनलाई पूर्ण त बदलेका छैनन्। उनी अझै पनि भन्छन्, अहिलेलाई तिम्रो लागि एउटा चुरा नै बनाइदिने रहर छ। त्यसपछि सिर्जनाको अन्तिम उत्तर हुन्छ, गहना त लगाउजेल मात्रै मान्छेले देख्ने हुन्, तर कीर्तिलाई त मरेपछि पनि लोकले देख्दछ। लौकथाको शिखर हो। यहाँ वाक्यले शीर्षक पहिचानको अर्थ विस्तार गर्छ। यहाँ पहिचान भनेको देह वा सम्बन्धको पहिचान होइन, कीर्तिको अमरता हो। खड्काले अत्यन्त सानो प्रसङ्गमा ठुलो अर्थ समेटेकी छन्। कुनै नारा छैन, कुनै भाषण छैन, तर प्रत्येक संवादको अर्थ घनत्व विशाल छ। भाषा सरल छ, सरस छ, सहज छ, तर प्रत्येक शब्दले नारी चेतनाको चमक बोकेको छ। बिम्बका दृष्टिले पनि लौकथा सुन्दर छ। सुनको चुरा केवल गहनाको प्रतीक होइन, यो समाजले महिलामाथि थोपरिएको मूल्य मापदण्डको प्रतीक हो। अनि कविता सङ्ग्रह आत्मा अभिव्यक्तिको प्रतीक हो। जब सिर्जनाले गहना अस्वीकार गरेर कविता रोज्छिन्, उनी सौन्दर्यको परिभाषा बदलिदिन्छिन्। त्यो नै उनको पहिचान हो। लौकथाले आधुनिक नेपाली नारीको वास्तविक रूप देखाउँदछ, जो सजिन्छ तर केवल सजावटका लागि होइन, जो बोल्दैन तर मौनतामा अर्थ बोल्दछ, जो लजाउँछे तर लाजमा पनि विद्रोह लुकेको हुन्छ। गङ्गा खड्काको पहिचान नारी विमर्शमा नयाँ मोड हो, जहाँ सशक्तता नारामा होइन, चित्तको शान्त विवेकमा व्यक्त हुन्छ। अन्ततः यो लौकथाले हामीलाई भन्छ, साँचो पहिचान शरीरले होइन, सिर्जनाले दिन्छ। साँचो पहिचान शरीरले होइन, सिर्जनाले दिन्छ। यही वाक्य खड्काको कलमले नेपाली लौकथामा स्वच्छ, सन्तुलित र दार्शनिक स्वर लेखेको हस्ताक्षर हो। यो वाक्य खड्काको कलमले नेपाली लौकथामा स्वच्छ, सन्तुलित र दार्शनिक स्वरमा लेखेको हस्ताक्षर हो। यति भन्दै गङ्गा खड्काज्यूलाई जन्मदिवसको शुभकामना अर्पण गर्दै आजको तेस्रो लौकथा वाचन विमर्श यहीँ अन्त भएको अनुरोध गर्दछु। अब चौथो लौकथा छ, असोज 17 गते जन्मदिवस परेको अवसरमा सङ्कलन गरिएको रिङ्गटा शीर्षकको लौकथा भोजराज रेग्मी मुखालेज्यूको। लौकथा यसरी अगाडि बढेको छ। छिमेकी गाउँका असाध्यै मिल्ने दुईजना साथीमध्ये एउटाको बाउ बितेछन्। शोक विह्वल साथीलाई सम्हाल्न जान्नेले आफ्नो कर्तव्य पूरा गर्दै सान्त्वना दिएछन्। हेर साथी, हुने हुनामीलाई दैवले पनि टार्न सक्दैनन्। यस्तै हो, अब धेरै नरो, शोकलाई शक्तिमा बदलेर बाउको बिँडो थाम्नुपर्छ। घर परिवार सम्हालेर दिवंगत आत्मालाई शान्ति दिनुपर्छ। यो दुःखद घटनाको झन्डै 1 महिनापछि कुसंयोग भनौँ, अस्ति सम्झाउने साथीको बाउ पनि परलोक गएछन्। बाउको बर्खी लुगा लगाएरै शोक सन्तप्त साथीलाई भेट्न गएछ। देख्छ कसैले सम्हाल्न नसक्ने गरी साथी अलाप बिलाप गरिरहेको। उसलाई सम्हाल्न बल गर्दै भनेछ, तँ जस्तो समझदार बुझकी मान्छे अस्ति मलाई त्यसरी सम्झाउने ज्ञानी मान्छेले पनि अपहत्या गरेर अलौना बिलौना गरेपछि आमा र भाइ बहिनीहरूलाई कसले सम्हाल्छ भन् त? यस्तै हो संसार, अरूका बाउ पनि गएका छन्, तेरा मेरा पनि गए भो, नरो अब। उसले जाने जति सबै शब्द खर्च गरेर फकाउनुसम्म फकायो। फकियो होला भनेको त साथी त चैत वैशाखको चट्याङ झैँ पो पड्क्यो। तेरा बाउ जस्ता मेरा बाउ हुन्? है, सम्झाउनेलाई एक्कासी रिङ्गटा लाग्यो।
2070 जेठ 3 गते साबार जङ्गबहादुरको फ्रेन्ड रिक्वेस्ट आख्यान सङ्ग्रह 2081 पृष्ठ 25 भनेर लघुकथा यहीँ समाप्त भएको छ। अब म यो लघुकथाको विमर्श यसरी प्रस्तुत गर्दैछु। भोजराज रेग्मी मुखालेको रिङ्गटा एक चोटिलो सामाजिक व्यङ्ग्य हो जसले मानवीय सहानुभूति र दोहोरो चरित्र बीचको घर्षणलाई तीक्ष्ण भाषामा उद्घाटन गर्छ। लघुकथा छोटो भए पनि यसको व्यङ्ग्य चेत गहिरो दार्शनिक शक्ति पैठारयुक्त र संवाद मार्फत उत्पन्न विसङ्गति दारुण छ। लघुकथाको पहिलो खण्डमा एउटा साथी अर्कोको बुवाको मृत्युमा सहानुभूति प्रकट गर्दछ। उसले धार्मिक दार्शनिक उपदेश दिन्छ, हुने हुनामीलाई दैवले पनि टार्न सक्दैनन्। तर लघुकथाको दोस्रो खण्डमा आइपुग्दा समयले भूमिकाहरू उल्टाउँछ। अब त्यो उपदेश दिनेको बुवा मरेका छन्। यसरी नै मुखाले जीवनको चक्र, शब्दको प्रत्याघात र भावनाको असमानतालाई कलात्मक ढङ्गले चित्रण गरेका छन्। सबैभन्दा तीक्ष्ण क्षण हो जब शोक सन्तप्त साथी भन्दछ, तेरा बाउ जस्ता मेरा बाउ हुन्। यही वाक्यले सम्पूर्ण कथाको निहित अर्थ उजागर गर्छ। सहानुभूति तबसम्म सजिलो लाग्छ जबसम्म पीडा अरूको हुन्छ, तर जब पीडा आफ्नै काखमा आइपुग्छ दर्शनको आवरण भत्किन्छ। मुखालेले व्यङ्ग्यात्मक कलमले मानवीय संवेदना र अभिनय बीचको दूरी देखाएका छन्। यथार्थ यही हो, हामी परपीडामा ज्ञानी, आफ्नै पीडामा बालक बन्दछौँ। हामी परपीडामा ज्ञानी बन्दछौँ र आफ्नै पीडामा चाहिँ बालक बन्दछौँ। यहाँ रिङ्गटा शीर्षकमा नै सत्यबोधको झड्का नै हो। शीर्षक रिङ्गटा नै सत्यबोधको झड्का हो। सम्झाउनेलाई सच्याउने वाक्य आफैमा रिङ्गटा बनेर फर्किन्छ। भाषा सरल, संवाद सजीव र अन्त्य बिजुली झैँ झड्किने छ। त्यो झड्का नै यस लघुकथाको आत्मा हो। छोटो परिवेश, सीमित पात्र र संक्षिप्त घटनाबाट मुखालेले जीवनको गहिरो दार्शनिक सत्य उजागर गरेका छन्। रिङ्गटा मानवीय कपट र आत्मविस्मृतिको दर्पण हो जसमा हामी आफै प्रतिबिम्बित देखिन्छौँ। यति भन्दै जन्मदिवस असोज 17 गते परेको अवसरमा भोजराज रेग्मी मुखालेज्यूलाई हार्दिक शुभकामना भन्दै म उहाँको लघुकथा वाचन र विमर्श यहीँ समाप्त भएको अनुरोध गर्दछु। अब पाँचौं लघुकथा लक्ष्मण ग्यावालीज्यूको शहादत, उहाँको जन्मदिवस असोज 15 गते परेको थियो। सोही अवसरमा यो लघुकथा वाचन र विमर्श भइरहेको छ। लघुकथा यसरी अगाडि बढ्दछ। सबै साथीहरू लामबद्ध भएर जुलुसमा सहभागी बनौँ है। माइती मण्डला जेनजी पुस्ताका नानी बाबुहरूले खचाखच भइसकेको थियो। निर्वाणले गाडीको हुडमा चढेर आन्दोलनका बन्दागत भनाइहरू जोडदार रूपमा राखिरहेको थियो। आज सामाजिक सञ्जाल बन्द गराएर भ्रष्टाचारी सरकारले हाम्रा आवाजहरू बन्द गराउने कुचेष्टा गरेको छ। ख, एकपछि अर्को उद्योग धन्दा बन्द गर्दै हामी युवाहरूलाई बेरोजगार बनाएर खाडीमा लखेट्ने योजना बनाएको छ। ग, असमान सन्धि गरेर नेपाल आमाको अस्मिता लुटेको छ। घ, हाम्रो भविष्यमाथि खेलवाड गरेको छ। ङ, शासकहरू भ्रष्टाचारको आलमा डुबेका छन्। च, यसले गर्दा देश रसातलमा भासिएको छ। यसको अन्त्य हाम्रो प्रमुख माग हो। सही हो, सही हो, तालीका गडगडाटले आकाश गुन्जियो। हाम्रो जुलुस अनुशासित रूपले अगाडि बढ्नेछ। कुनै पनि उच्छृङ्खलतालाई हामीले प्रश्रय दिने छैनौँ। उसले आफ्नो भनाइ जारी राख्यो।
साथीहरू, हामी सबैलाई आह्वान गर्छौँ, अति भो, अचाक्लै भो, असह्य भो, काण्डे काण्डले भरिएको भ्रष्टहरूको शासनको पतन जरुरी छ। मासबाट परर पुनः ताली बज्यो अनि सडकमा नारा घन्कियो, भ्रष्टाचारी सरकार मुर्दाबाद, भ्रष्टाचारीले राजीनामा दे, भ्रष्टाचारको अन्त्य होस्, सुशासन कायम होस्, जेनजी एकता जिन्दाबाद, राष्ट्रियता जिन्दाबाद नारा घन्काउँदै अघि बढेको जुलुसलाई प्रशासनले तितर बितर पार्न खोज्यो। दङ्गा नियन्त्रणका लागि सामान्य प्रक्रिया पनि नपुर्याई ड्याङ गोली चल्यो। निहत्था आन्दोलनकारी नानी बाबुहरू गोलीको शिकार भए, शहादत प्राप्त गरे। हुनाहार नेपाल आमाका छोराछोरीका रगतले सडक रक्त रञ्जित भयो। शान्तिको सन्देश फैलाउन सफल देशको दुर्दशा देखेर देशभित्रका बाहिरका स्वजन र विश्व समेत स्तब्ध भयो। देश शून्यतातर्फ धकेलियो। भाद्र 23 इतिहासको कालो दिन, भ्रष्टाचारी सरकारको पतनको सुरुवातको दिन समाप्त। तिलोत्तमा 1 शङ्करनगर रूपन्देही 2082 भदौ 26 गते भनेर यो लघुकथा अन्त्य भएको छ। यो शहादत शीर्षकको लक्ष्मण ग्यावालीज्यूको लघुकथाको विमर्श मैले यसरी प्रस्तुत गरेको छु। लक्ष्मण ग्यावालीको शहादत एक राजनीतिक यथार्थ, एक युवा चेतना र एक राष्ट्रको पीडाको सम्मिश्रण हो। यो लघुकथा केवल आन्दोलनको वर्णन होइन, यो परिवर्तनप्रतिको बलिदानीको प्रतीक हो। लघुकथाको आरम्भ आन्दोलनको गर्जनले हुन्छ। सबै साथीहरू लामबद्ध भएर जुलुसमा सहभागी बनौँ है। त्यहाँ युवा आवाज छ, विद्रोहको ज्वालाभित्र लुकेको देशप्रेम छ। निर्वाणको भाषणमा एउटा पुस्ताको बेचैनी गुन्जिन्छ। बेरोजगारी, भ्रष्टाचारी, असमानता र राष्ट्रिय अस्मिताको पतन। ग्यावालीले निर्माणको स्वर मार्फत सम्पूर्ण देशको आक्रोशलाई सङ्कलन गरेका छन्। भाषा घोषणात्मक छ, वाक्यहरू नारा जस्ता छन्। अति भो, अचाक्ली भो, असह्य भो, यी 3 वाक्य देशका सबै असन्तुष्ट मुटुका धड्कन हुन्। लघुकथामा संवाद छैन, तर नाराले नै संवादको भूमिका खेलेको छ। तर लघुकथा केवल नारा होइन, त्यो निहत्था युवाको शहादतमा टुङ्गिन्छ। गोली चल्छ, सडक रगतले भिज्छ र निर्वाण जस्ता नानी बाबुहरूले आफ्नै देशको लागि ज्यान दिन्छन्। त्यही क्षणमा लघुकथा मौन हुन्छ र पाठक बोलीविहीन बन्दछ। अन्त्यमा लेखकले लेखेका शब्द भ्रष्टाचारी सरकारको पतनको सुरुवातको दिन युग स्मरणीय सन्देश जस्तो लाग्छ। यस लघुकथाको सन्देश स्पष्ट छ। आन्दोलन केवल विरोध होइन, त्यो चेतनाको पुनर्जन्म हो। शहादतले जन्म दिनेछ नयाँ प्रभात। लघुकथाको सौन्दर्य भावनामा होइन, दृढतामा छ। शब्दमा होइन, रगतले लेखिएको सन्देशमा छ। लक्ष्मण ग्यावालीले शहादतलाई कुनै पात्रको मृत्युको कथा होइन, राष्ट्र चेतनाको पुनर्जन्मको रूप दिएका छन्। यसमा युवाको आकाङ्क्षा, देशको घाउ र भविष्यको सम्भावना मिसिएको छ। अन्ततः लघुकथा एउटा मजबुत वाक्यमा टुङ्गिन्छ, रगतले लेखिएका शहादतहरू कहिले मर्दैनन्, तिनैबाट इतिहास पुनर्लेखिन्छ। यसरी लघुकथाको विमर्श सम्पन्न भएको छ। लक्ष्मण ग्यावालीज्यूको जन्मोत्सव असोज 15 गते परेको थियो। सोही अवसरमा मैले वाचन र विमर्श सिद्ध्याएँ। यो लघुकथाका साथमा लक्ष्मण ग्यावालीज्यूलाई पनि लघुकथा प्रतिष्ठान र व्यक्तिगत नन्दलाल आचार्यको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दै आजको सम्पूर्ण
लघुकथा वाचन विमर्शको कार्यक्रम यही अन्त भएको अनुरोध गर्दछु। धन्यवाद। नमस्कार।